गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वरा गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमो नमः तस्मै श्री गुरुवे नमो नमः। यसरी म बताउन जाँदैछु, सबैले सुन्नुहोला अनुरोध गर्दछु। यो 4 काण्ड छन्, जस्तै कर्मकाण्ड, उपासना काण्ड, ज्ञान काण्ड र विज्ञान काण्ड। अब कर्मकाण्डले स्वर्गको भोग गर्दछन् र स्वर्ग जाँदछन् र स्वर्गको भोग गरिसकेपछि फेरि पृथ्वीमै फर्किनुपर्छ। छिन्ने पुण्य मध्यलोक विशान्ति भनेर यसरी भनिएको छ। अब त्यहाँ एकछिन मात्रै बस्न पाउने हो स्वर्गमा। फेरि पुण्य सिद्धिने बित्तिकै छिन्ने पुण्य मध्यलोक विशान्ति फेरि यही लोकमा फर्किनुपर्छ र स्वर्गको भोग एकछिन गरेर फेरि मध्यलोकमा फर्किनुपर्छ। यसरी अब हामी जाउँ उपासना काण्ड। उपासना काण्डबाट हामी चाहिँ नारायणको धामलाई प्राप्त गर्दछौँ र नारायणको धामसम्म हामी पुग्न सक्दछौँ। त्यसै गरी उपासना काण्ड त्यहाँसम्म पुग्ने लक्ष्य हो, नारायणको धामसम्म। नारायणको धाम पनि आतङ्क महाप्रलयमा त्यो पनि नाश हुन्छ। स्वर्ग आदिहरू पनि सबै नाश हुँदै नारायणको धाम पनि नाश भन्छ। त्यसो गरेर अब हामी जाउँ ज्ञानकाण्ड। अब ज्ञानकाण्डबाट हामी अक्षरधामसम्म पुग्दछौँ। अक्षरधाम भनेको अविनाशी धाम हो, कहिले पनि नाश हुँदैन र हामी ज्ञानबाट हामी चाहिँ ज्ञानकाण्डबाट हामी अक्षरधामसम्म पुग्न सक्दछौँ। यसरी अक्षरधाम भनेको अविनाशी धाम हो, कहिले पनि नाश नहुने र अरू धाम भनेका यी महाप्रलय, प्रकृति प्रलय, नित्य प्रलय, प्रकृति प्रलय, आतङ्क महाप्रलय, धेरै खालका प्रलयहरू छन्। प्रलयमा सबै धामहरू नाश हुन्छ। अब रह्यो हामीले प्राकृतिक प्रलयमा सबै नाश हुन्छ नारायणको धाम। अब अविनाशी धाम भनेको अक्षरधाम नाशमान छैन। अब हामी जाउँ ज्ञानकाण्डबाट विज्ञानकाण्डमा। विज्ञानकाण्ड परमधाम पुर्याउँछ विज्ञानकाण्डले, ज्ञानकाण्डले अक्षरधाम पुर्याउँछ। उपासना काण्डले नारायणको धाम पुर्याउँछ र कर्मकाण्डले स्वर्गलोक पुर्याउँछ। अब हामी विज्ञानकाण्डमा जाउँ। विज्ञानकाण्ड भनेको परमधाम, अखण्डधाम, दिव्यधाम हो। 9वटा गुणले भरिपूर्ण छ। सत, चित, आनन्द, अद्वैत, साकार, जीवन, अद्वैत सबै 9वटा गुण भएको परमधाम, अविनाशी धाम, कुनै पनि नाशमा नहुने र त्यहाँको हामीले भक्ति गर्नुपर्दछ र त्यहाँ बस्नुहुन्छ पूर्ण ब्रह्म सच्चिदानन्द र हामीले परमधामको लक्ष्य लिएर भक्ति गर्नुपर्दछ। यसरी यी 4 काण्ड भए। सबैले ध्यानपूर्वक सुनिदिनु होला। यो महत्त्वपूर्ण हो, भिडियो बनाउँदैछु। अब हामी अविनाशी धाम, परमधामको भक्ति गरेर प्रेम 10 लक्षणा भक्तिले त्यहाँ पुग्न सकिन्छ र पूर्ण ब्रह्म सच्चिदानन्द परिपूर्णले हुनुहुन्छ र कहिले पनि अविनाशी धाम नित्य छ, अखण्ड छ, कहिले पनि घटबड छैन, चेतन छ, सबैमा चेतनै चेतन छ। पादमा तेज
सबै कण कणमा तेजै तेज भरिपूर्ण भएको परमधाम हाम्रो घर हो, नित्य आत्माको घर हो। जस्तै संसारको घर यो भयो भने आत्माको घर परमधाम हो। यसरी हामी परमधाम पुग्नु पर्दछ। भक्त सज्जनजी, म यही बताइराखेको छु। सबैलाई प्रणाम गर्दछु। धन्यवाद।